फेरि पनि पुग्न स्वागत छ तपाईँलाई मेरो अर्को ब्लगमा। सो हामी चाहिँ अटो पक्रेर जानुपर्ने हुन्छ दुलाबारीतर्फ। हामी लाग्यो दुलाबारीतर्फ गएछौँ। अब यो चाहिँ भनेको दुलाबारीबाट उता चारलसम्म बाटो बिगाएर छानेर टुटो बनाएको छ। त्यो धुलो खाँदै गयो। हामी चारलीमा मान्छे कतै सुकाइछ मान्छे फिकल जाने गाडीको लागि मान्छे हेरेको एकजना पनि छैन नि त। 7:30 भयो र हामीलाई फिकलतर्फ 8जना बोकेर भाडा पनि राम्रो हुँदैन नि त। अनि अब यो चाहिँ हाम्रो पछाडिपट्टिको शिवजीको फोटो। यसो गाडी अनलोड भइसक्यो। अब हामी चाहिँ गाउँ लिएर जाने गाडी छैन। गाडी सुस्ती भयो जग्गा ब्लग ब्याट्री नभएको कारणले फोनले पुरै भिडियो खिच्न पाइनँ। जस्तो आजको ब्लगलाई प्लिज कम्प्रोमाइज गरिदिनु होला। धन्यवाद, नमस्ते।